नमस्ते सासुआमा। नमस्ते। ओहो कान्छो ज्वाइँ बाटा आउँदा केही गाह्रो त भएन? नै भएन। खै मलाई त वास्तै गर्दैन नि त। ए ज्वाइँ त पनि यार यहाँ बस के ठिङ ठिङ ती उभिहास। ल ज्वाइँ सब खुट्टा माथि राख्नु, खुट्टा दुख्छ के तपाईको। तपाईँ भइमा बस्न, मेरो खुट्टा दुख्छ के बुढी मान्छे। ल ज्वाइँ के लिनुहुन्छ? दुध, दही, घिउ, मही, चिया, चुरट, रक्सी, बियर, व्हिस्की, रम के लिनुहुन्छ? चिया लिन पाए हुन्थ्यो आमा। त ज्वाइँलाई सोधेको र मैले कान्छो ज्वाइँलाई सोधेको, त चुप्प लाएर बस त। ससुआमा टोइलेट कता छ होला? आयो हग्न आयो, टोइलेट त भित्र छ। ए हो र, ज्वाइँ सब हजुरको पुठो धोइदिनु म पनि आम। पर्दैन। यो ज्वाइँलाई गु धोइदिनु पठाम। पर्दैन। हट्न त। सासुआमा मलाई पनि हग्न आथ्यो। बेकार किन बस जाठो ज्वाइँ। जाँडो ज्वाइँ होइन कि जेठो ज्वाइँ। आके आते जेठो ज्वाइँ के हग्न आथ्यो मलाई नि। चुप ला त, कान्छो दाइले हग्दै हुनुहुन्छ के एकछिन। यहाँ ओत्तै सोको। अत्ताला उ त झाडीतिर जाके जा। कान्छो ज्वाइँले हग्न थाल्नु भयो क्या, मङ्ग बसाउन थाल्यो। यो जेठो ज्वाइँले हगेको भए कोठै टोइलेटै कोठै सबै गनाउँथ्यो।